हेलो साथीहरु स्वागत छ तपाईको आजको भिडियोमा। आजको भिडियो थम्बनेल हेरेर नै बुझ्नु भएको होला। यो महिलाको बिहे र एक्जाम दुवै एउटै दिन भएको कारणले उनले सोचिन् एक्जाम दिएर नै बिहे गर्छु भने र उनले उस्तै गरिन्। पहिला एक्जाम अनि त्यसपछि बिहे। घर परिवारको परमिसन पहिला नै लिइसकेको थिए अनि पहिला उनीहरुलाई थाहा थिएन कि एक्जाम र बिहे दुवै एउटै दिन परेको छ र त्यसपछि उनीहरु ससुरालमा परमिसन लिएर एक्जाम भित्र प्रवेश गरिन्। एक्जाम हल भित्रको माहौल पनि उनलाई नै हेरिरहेको थियो सबैजनाले एक्जाममा र केही छिनपछि एक्जाम दिएर आफ्नो त्यही स्वयंलाई जुन अगाडि गरिएको त्यसपछि उनले विवाह गरिन्। त्यही यस्तै भिडियो यो नारीको हिम्मतलाई दाद दिनु छैन र हो पहिला एक्जाम दिएको मा यो नारीलाई सलाम।